नमस्कार। यहाँहरूको घरमा लक्ष्मीले बास गरून्, देउसेले भैलोले हाम्रो यसै गरी घरमा लक्ष्मीले बास गरून् भन्ने जुन किसिमको मेसेज दिनुभयो, हामीले पनि लक्ष्मी पूजा गरेर त्यही कामना गर्यौं। डेन्टल प्रोस्पेक्टिभबाट चाहिँ कसरी हामीले चाहिँ लक्ष्मीले बास गरे जस्तो अनुभूत गर्ने भन्ने बारेमा चाहिँ एक्सप्लेन गर्दैछु। यो कसरी गर्ने त भन्दा हाम्रो पकेटको मनी कसरी हामीले बचाएर राख्ने, हामीले चाहिँ कसरी कम खर्चमा चाहिँ डेन्टल उपचारलाई गर्ने अथवा उपचारै गर्न नपर्ने गर्ने भन्ने हामीले यो डायग्राम मार्फत चाहिँ बुझ्न सक्छौं। यहाँ हेर्न सक्नुहुन्छ, सुरुको अवस्थामा केही थोरै सिक्काहरू, थोरै रुपियाँ, केही हजार र केही सयले मात्र चाहिँ उपचार गर्न सकिन्छ भने अन्तिम अवस्थातिर गएपछि लाखौं एउटा बिटै देख्न सक्नुहुन्छ, त्यति खर्च लाग्छ। किनभने सुरुमा सिम्पल फिलिङ, स्केलिङ गरेर प्रिभेन्सन गर्न सकिन्छ भने पछिको अवस्थामा चाहिँ हामीले धेरै खर्च गरेर रुट क्यानल, क्राउन अथवा ब्रिज, त्यसै गरेर इम्प्लान्ट, कहिले कसो त फुल माउथ इम्प्लान्ट पनि राख्नुपर्ने हुन्छ। त्यो धेरै खर्चिलो, लाखौं 8-10 लाख नै लाग्न सक्छ। त्यसकारणले हामीले लक्ष्मीले बास गरेको अनुभूति गर्ने हो भने 6 महिनामा चिकित्सकलाई भेट्ने, दन्त चिकित्सकलाई हरेक दिन बिहान र बेलुका दाँत ब्रस गर्ने, खाना खाइसकेपछि कुल्ला गर्ने र दाँत नदुख्दा पनि हामीले चाहिँ केही समस्या त छैन भनेर यसलाई चाहिँ देखाउने गर्यौं भने यसबाट चाहिँ प्रिभेन्सन गरेर चाहिँ हामीले डेन्टल फाइनेन्सलाई चाहिँ म्यानेज गर्न सक्छौं। हाम्रो दाँतको उपचारलाई बिमाले पनि त्यति कभर गरेको हुँदैन। त्यसकारणले हामीले कसरी यो गर्ने भन्ने बारेमा चाहिँ समयमै सोच्यौं भने यसले हामीलाई फाइदा गर्छ। नमस्कार, धन्यवाद।